गोपाल श्रेष्ठ। ए हजुर चाहिँ नेपाली कम्युनिस्ट पार्टीमा हुनुहुन्छ? हजुर हो। हजुर अब छ नि सर, तपाईँहरूलाई कतिको डर लागेको छ? के को डर? रवि कुलमान बालेन मिले केही डर लाग्छन् होला, मनमा डर छ छैन? छैन। वास्तवमा कस्तो लाग्यो भन्नुहोस् त रवि कुलमान बालेनहरू मिल्दा? एकदमै राम्रो लाग्यो। हो र? युनिटी इज अलवेज विन। एकतामै बल छ। उहाँहरूको जुन एउटा युनिट छ मलाई एकदमै खुसी लागेको छ। मेरो गणेश बस्नेतहरु नयाँ शक्तिहरू रवि बालेन कुलमानहरू पनि मिलिरहेका छन्, एक भएका छन्, कस्तो लाग्छ तपाईँलाई सर? एकदमै राम्रो, एकदमै शुभ। देशको लागि चिन्तित व्यक्तिहरू एक ठाउँमा आउनु, अझ घरका गोपी हमल पनि आउन पर्छ। यो देश बनाउने, यो देशलाई राम्रो गर्ने, यो देशको उन्नति प्रगति गर्ने हो भने सबै हामी एक ठाउँमा आउन पर्छ। अहिलेसम्म हामीले देखेकोमा धेरै गर्न सकिन्छ। कुलमान सरले नि अहिले जे जति अलपत्र भएका ठेक्काहरू तोड्दै त्यसलाई कारबाही गर्दै अगाडि बढ्नु भएको छ। इन्डिङ टाइममा सकिनस् भने तेरो